झारहरू नछुन् है यहाँभित्रको बुवा आमाको पढाहरू सबै चिज खरानी भएकै छ सबै सबै जलाइयो फुलडोका पनि बनिन्छ है बुवाको झोला पनि त्यत्तिकै भिन्नाइरहेको जस्तो जनाइ बुन्ने त्यो गराइसकेको बुवाले त्यो पनि त्यही दलिनमा थियो माथिको ठ्याक्कै झऱ्यो होला माथि पुरा भगारियो भाङ्गो भगारी गाउँ चोरी अनि झरेपछि सबै तल आयो अहिलेसम्म आगो लागिरहेको थियो पानी जति हाल्यो भने अनि त्यसपछि चोरी त्यस्तै गहुँ त्यस्तै अनि दाल त्यस्तै चिनी त्यस्तै सबै राख्ने चार वर्ष पुरानो चामल तिनीहरूले खोजेर बनाएको ढोका हो सबै चिज थियो कि कपडा सबै थियो सबै त्यहाँ खाट एउटा बुवाको खाट दिइ राखिरहेको थियो बुवा सुतेको छ आमा सुतेको छ कलम पनि राखेको थियो पूजा कोठा जलादा एउटा कुराको भएको छ भित्र पनि बाहिर सामान लगे तोडेर